आजको बजारलाई लिएर धेरैजनाले क्वेसन सोध्नु भएको छ, विशेष गरी गभर्नरको नियुक्ति र यस्तो समाचारमा नेप्सीमा भोलाटिलिटी वा फ्लक्चुएसन देखियो, अन्तिममा मार्केट घट्यो, रातो भयो भन्ने खालको छ। यो सबैभन्दा बेसिक चिज हामीले बुझ्नुपर्ने स्टक मार्केटमा एउटा टर्म छ, द्याट इज लिक्विडिटी के। लिक्विडिटी भनेपछि के बुझ्नु पर्यो त भन्दाखेरिमा जहाँनेरिपट्टि तपाईँको जुन बेलामा किन्नको लागि बेच्नेहरू अभाइलेबल छन्, बेच्नको लागि किन्ने अभाइलेबल छन्, त्यो कन्डिसनलाई हामी लिक्विडिटीको कन्डिसन बुझ्छौँ। सो बजारको मार्केटको पहिलो रुल भनेको के बुझ्नु पर्यो त भन्दा रिटेलरहरू कुन साइडमा छन् त भनेर। सो रिटेलरहरू एक्सट्रिमली होपफुल, पोजिटिभ वा बाई गर्ने कन्डिसनमा छन् भने कि त्यहाँनिरपट्टि चाहिँ गेम हुन्छ इन्स्टिट्युसनल साइडबाट वा हामीले जुन स्मार्ट मनी भन्छौँ, जहाँनिरपट्टि सेलिङको अपर्च्युनिटी हुने भयो, जहाँ बायरहरू छन्। किन हाम्रो 1000 किता बेच्नको लागि चाहिँ सेलरहरू नभए पनि हामीले पाउँछौँ कतिपय कम्पनीमा, धेरै जसो कम्पनीहरूमा, फ्यु कम्पनीलाई छोडेर। तर 50,000 किता बेच्नु पऱ्यो भने मार्केट बढेर मात्रै वा प्राइस हाईमा छ, मेरो प्रफिट छ मात्रै भनेर हुँदैन। सो इन्स्टिट्युसनल साइडबाट कुराकानी गरेर त्यो अपर्च्युनिटी मोर इम्पोर्टेन्ट हुन्छ, लिक्विडिटी मोर इम्पोर्टेन्ट हुन्छ मोर देन प्रफिट। सो त्यस कारणले गर्दाखेरिमा यस्ता न्युजका बेलामा जति पनि इम्पल्सिभ कन्डिसनमा छ, हाम्रो रुल के त, ट्रेडरको रुल के त भन्दाखेरिमा यो बेलामा मार्केटमा इनएक्टिभ रहने, मार्केटलाई प्रिडिक्ट नगर्ने, प्रोजेक्ट नगर्ने र जुन डाइरेक्सन मार्केटले 1-2 दिनमा सेटलमेन्ट हुन्छ यस्तो न्युजको इम्पल्सको लिक्विडिटी इभेन्टहरू, त्यस पछाडि मात्र डिसिजन लिने भनेर चाहिँ हामीले कुराकानी गर्छौँ, जुन चाहिँ आज रिफ्लेक्ट पनि भएको छ। सो यसमा कसैले अनुमान वा कसैले एनालाइसिस गरेको भन्दा फरक हुन सक्ने चान्सेस हुन्छ ज्यादा, विशेष गरी हामीहरूले। किन भन्दाखेरिमा स्मार्ट मनी वा इन्स्टिट्युसनल साइडले यसलाई के रूपमा हेरिराखेको छ भन्ने कुरा पनि बुझ्नु पऱ्यो। सो पहिलो रुल चाहिँ, पहिलो गेम चाहिँ यस्तो केसेसहरूमा चाहिँ हाम्रो जस्तो वान साइडेड मार्केट जहाँ मार्केट घट्दाखेरि लिक्विडिटी पाइँदैन, मार्केट घट्न थाल्यो भने बाहिरै अभाइलेबल हुँदैन। सो यस्तो कन्डिसनमा चाहिँ मार्केटमा बढाइको जुनसुकै सिनेरियोलाई मार्केटले लिक्विडिटी इभेन्ट जहाँ सेल गर्नको लागि पहिलो अपर्च्युनिटी लिन्छ, जहाँ जतिसुकै हेऱ्यो भने पनि इभन इन केस धेरैजनाको हल्ला के थियो, कुराकानी के थियो, आज सर्किट लाग्छ, हल्ट हुन्छ मार्केट भन्ने थियो। तर यो भए पनि भोलि लिक्विडिटी क्रिएट हुन्छ, भोलि सेल साइड एक्सट्रिम सेलिङहरू कुराकानी हुन्छ, मार्केटलाई स्टेबल हुन दिएर मात्रै अनि मात्रै मार्केटमा इन्ट्रीको प्लान बनाउँदाखेरिमा बेटर हुन्छ। सो यो टर्मिनोलोजी, सो फोकस अब धेरै चिजहरू टेक्निकल एनालाइसिस पनि जान्नु भएको छ, अलिकति समाउ डेटा एनालिसिस, फ्लोरसिटहरू, होल्डिङ्सहरू, अनि त्यस पछाडि अलिकति फन्डामेन्टल एनालाइसिस, अलिकति मार्केट साइकोलोजी पनि अलिकति थाहा छ भने सो मोर डिपर डाइभ गर्नुपर्ने सेक्टर कहाँ हो, के हो त चिज, के हो त लिक्विडिटी। सो बाई साइड लिक्विडिटी, सेल साइड लिक्विडिटी, लिक्विडिटी इभेन्ट्स, लिक्विडिटी पुल्सहरू, भोइड्सहरू, यी कुराहरूमा चाहिँ हामीले गर्नु पऱ्यो। यो चाहिँ इन्टरनेसनल मार्केट र हाम्रो मार्केटमा फरक छ। के फरक छ भन्दा बाहिरको मार्केट टु वे मार्केट हुन्छ, जहाँनिरपट्टि साना केसेसहरूमा पनि लिक्विडिटी इभेन्टहरू क्रिएट भइरहन्छ, र हाम्रो जस्तो मार्केट वान साइडेड मार्केट 3 दिन लाग्छ खातामा आउन। सो अलिकति डिफ्रेन्ट छ, यसलाई त्यो तरिकाले स्टडी गर्न सक्यो भने चाहिँ अझ बेटर बन्न सक्छ।